प्रवेशद्वार। हरेक प्रकारका हुन्छ, हरेक प्रकारका सेवा हुन्छ, तर यो कोटी हो जुन 100 कुण्डीय कोटी हुन्छ, उक्त कोटीमा हजुरहरू आइरहँदा यो नगरपालिकामा त्यतिकै 7-8 सयमा हामीले ग्रहण गर्छौँ किन पाउँछौँ र त्यो घडा यहाँहरूले जुन जल राखेर जहाँ हामीले गङ्गा रातैमा रमाइलो हुन्छ क्या त है, गङ्गाजीको जलहरूलाई पनि त्यहाँ एकचोटि रातिमा आउनुपर्छ। अब घडै भर्ने गङ्गाजीको जल त हुँदैन, तर हामीले त्यहाँ ए यो रहेछ गङ्गाजीको जल मिसाएर गर्दियाको कोष खड्काउने। ब्राह्मणहरूले विधिसँगै ढङ्गबाट पूजन गरेको अमृत रूपी पज गर त्यसैले क्लिक गर। हुँदैन, त्यो अमृत रूपी कलशका रूपमा हजुरले ग्रहण गर्नुहुन्छ। हाम्रो वैदिक शास्त्रले त्यो कलश ग्रहण गर्दा घरमा झै झगडा हुन्छ भने त्यसको पनि निराकरण हुन्छ भनेर भनेको छ। पूजन गरिएको सिद्ध गरिएको अमृत रूपी कलशको ग्रहणले हजुरहरूको घरमा नराम्रा दोषहरू छन् भने दोष निवारण हुन्छ भनेर भनेको छ। र अमृत रूपी कलशको जल सेचन र ग्रहणले आफ्नो दिनको सुरुवात गर्नु पूर्व अमृत रूपी कलशमा राखेको जल पूजा कोठामा राखेर भगवानलाई यहाँहरूले अर्पण गरेर हजुरले ग्रहण गर्नुभयो भने त्यो दिन तपाईँका सुन्दर हुन्छन् भनिएको छ। किनकि विज्ञानले तामाको कलशलाई उत्तिकै रूपमा सुन्दर सिद्ध मानेको छ ताकि कीटाणुहरूलाई मार्न सक्छ भनेर भनेको छ भने अब अमृत रूपी कलश जुन कलशमा हाम्रा 33 कोटी देवी देवताहरूलाई विराजमान गराई साक्षात कलशलाई कलश नारायण भगवानका रूपमा पूजन गरिएको कलश हजुरहरूले पाउनु हुँदैछ। जम्मा 1300 मा एउटा कलश, 2500 मा जोडी कलश हजुरलाई दिएको छ। यो किन भन्दा उपहार फ्रीमा दिएको जति महँगो कोहिनूर हिरा भए पनि मिथ्या लाग्छ, तर थोरै परिश्रम मेहनत परेको सुनकै फलामकै किन नहोस्, फलामकै टुक्रोको पनि माया लाग्छ। तसर्थ यहाँहरूलाई यो भगवानको प्रसाद